दर्शक नमस्कार। यति बेला म छु नेपालको झापा जिल्ला स्थित शिव शताक्षी धाम नगरपालिका वार्ड नम्बर 8 झिलझिलेमा अवस्थित छु र झिलझिलेमा एउटा सुन्दर संरचनामा बनाइएको वाटर किङडम पार्क हामीले देख्यौं र त्यो वाटर किङडम पार्क चाहिँ एकदमै सुन्दर तरिकाको सुन्दर संरचनामा निर्माण गरिएको छ र यसमा जुन प्रकारको सेवा सुविधाहरू छ एकदमै राम्रो तरिकाको रहेको छ र यही सिलसिलामा वाटर किङडम पार्कमा अरु सेवा सुविधाहरू कस्तो छ र भारत नेपाल सीमावर्ती क्षेत्र भारतीय नेपाली भाषीहरू अथवा अन्य भाषाभाषीहरूलाई यहाँसम्म कसरी ल्याउन सकिन्छ र यहाँको वाटर किङडम पार्कको सेवा सुविधाबारे कसरी जानकारी दिन सकिन्छ भन्ने उद्देश्यमा आज हामी भिडियो बनाइरहेका छौँ र मसँग हुनुहुन्छ वाटर किङडम पार्क झिलझिले स्थित वाटर किङडम पार्कका प्रमुख प्रोप्राइटर राजकुमार सङ्ग्रौलाजी हुनुहुन्छ। नमस्कार। नमस्ते। आराम हुनुहुन्छ? तपाईँले यो हामीले अहिले भर्खरै मैले कुरा गरेँ वाटर किङडम पार्क निर्माण गरिएको एकदमै सुन्दर संरचनामा निर्माण गरिएको छ, कहिलेबाट स्टार्ट भएको होला? यो नेपाल भ्रमण वर्ष 2020 लाई लक्षित गरेर आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन र स्वस्थ मनोरञ्जन दिने उद्देश्यले धेरै आइटमहरू एकै ठाउँमा र यसमा सबैभन्दा महत्त्वपूर्ण पार्ट चाहिँ हामीले पानीसँग रिलेटेड संसारमा मान्छे पानीसँग धेरै रमाउने भएकाले गर्दा वाटर नाम पनि वाटर किङडम पार्क रिसोर्ट पानीको राजधानी भनेर पानीका 5 वटा आइटमहरू छन् र 5 वटा स्लाइडहरू छन्। वेभ पुल छ, स्विमिङ पुल छुट्टै छ, किड्स पुल छ, सिक्स पा छ। साथसाथमा यहाँ स्वस्थ मनोरञ्जन लिन आउनुहुने ग्राहकहरूको लागि राति बस्न खान सहित हामीसँग 35 वटा रुमहरू अहिले छन्। यो रेस्टुरेन्ट पनि साथमा सञ्चालन गर्ने भएको छ र फुडिङ लजिङको व्यवस्था छ यहाँ। हजुर, राम्रो व्यवस्था छ। राम्रो व्यवस्था छ। हामीले ग्राहकहरूको लागि यहाँ बेलुकाखेर आएर स्टे गरेर चाहिँ बस्छु भन्दाखेरि बस्ने खाने सबै सुविधा र रुम लिने हुँदाखेरि रुममा वाटर पार्कलाई इन्क्लुड गर्न सक्ने अवस्था भएकाले गर्दाखेरि यहाँ स्वस्थ मनोरञ्जन लिन आउनुहुने ग्राहकको लागि राम्रो किसिमको व्यवस्था गरिएको छ। अहिले तपाईँहरूको वाटर किङडम पार्क चाहिँ पूर्ण रूपमा सञ्चालनमा आइरहेछ? सञ्चालन भइरहेछ। काकरभिट्टादेखि वाटर किङडम केवल 45 मिनटको छोटो यात्रा। यो गर्मीको मौसममा मजा लिनको लागि उचित गन्तव्य खोज्दै हुनुहुन्छ भने नेपालको वाटर किङडम पार्क एन्ड रिसोर्ट यहाँहरूको लागि एकदमै उत्कृष्ट गन्तव्य हुनेछ। तपाईँ यहाँ स्विमिङ पुल, रमाइला वाटर स्लाइडरहरू, परिवार र साथीहरूसँग खेल्ने ठाउँहरू अनि शान्त रमाइलो वातावरणको मजा लिन सक्नुहुनेछ। त्यस्तै यहाँ एकदमै सुन्दर रिसोर्ट पनि रहेको छ। एक दिनको स्टेका लागि एकदमै उपयुक्त। प्रचण्ड गर्मीको समय होस् या परिवारको साथमा विकेन्ड बनाउने मुड, यस्तो अफर तपाईँले नछुटाउनुहोस्। यदि तपाईँले पनि योजना बनाउँदै हुनुहुन्छ भने अहिले नै सम्पर्क गर्नुहोस् वा व्हाट्सएप गर्नुहोस्। सम्पर्क नम्बर 977986360980 अनि 977986360980 गर्मीको रमाइलो वाटर किङडममा सम्भव। अबको गन्तव्य वाटर किङडम नेपाल। प्रोप्राइटर राजकुमार सङ्ग्रौला, वाटर किङडम पार्क, शिव शताक्षी नगरपालिका, वार्ड नम्बर 8 झिलझिले, झापा, नेपाल। वाटर किङडम पार्क छ, जिप लाइन छ, जिप साइकल छ 200 मिटर पारीको भवनबाट वारी आउने, सुपरमेन छ, वाटर पार्क छ, ब्याङ्क्वेट हल छ, 400 जनाको एउटा छ, 250 जना 40 जनाले कार्यक्रम गर्ने छोटा छोटा 3टा हल छन् र सबै आइटमहरू एकै ठाउँमा र कोही मान्छेहरू आउँदा कोही ग्राहकहरू आउँदाखेरि सस्तो मनोरञ्जन दिने उद्देश्य र यी सबै कुराहरू हामी उहाँहरूलाई सेवा उपलब्ध गराउन सकिन्छ। अच्छा, यो वाटर किङडम पार्कको जुन तपाईँको कन्सेप्ट छ एकदमै सुन्दर तरिका संरचनाको कुरा गरिहाल्यौँ। सुन्दर संरचनामा बनाइएको छ होइन, तर यसको मार्केटिङ रिसोर्स अथवा मार्केटिङ पक्ष चाहिँ कहाँसम्म छ? तपाईँले कहाँसम्म लक्षित राख्नु भएको छ एउटा टार्गेट? यो नेपालको पूर्वी बेल्ट झापा जिल्लामा रहेको छ र हाम्रो जिल्लासँग भारतको बङ्गाल, सिक्किम, बिहार जोडेको हुनाले गर्दा हाम्रो टार्गेट एरिया छ। त्यो एरियालाई पनि हामीले टार्गेटको रूपमा लिने स्वाभाविकै हो र उहाँबाट धेरै ग्राहकहरू यहाँ आउने, सस्तो मनोरञ्जन लिने गरिने भएको छ। अहिले भारतीय सीमा क्षेत्रका मानिसहरू पनि यहाँ आउँदैछन्। हजुर, आउनुहुन्छ र हामी अनुरोध गर्छौँ हाम्रा भारतीय सीमा क्षेत्रका जति पनि हाम्रा पब्लिक भोइस लगायत समय दर्पण, नेपाली टाइम्स, सम्पूर्ण हाम्रा फलोवर्सहरू हुनुहुन्छ भारतीय सीमा क्षेत्रका, उहाँलाई हामी आग्रह गर्न चाहन्छौँ यो भिडियो एकपल्ट प्रमोट गरिदिनु होला, एउटा सेयर गरिदिनु होला भन्ने पनि हामी आग्रह गर्न चाहन्छौँ। र तपाईँहरूको अरू सेवा सुविधाहरू के छन् यसमा, जस्तै भन्नै पर्ने विशेषताहरू चाहिँ के छन् अरूमा चाहिँ? अब हामीले के छ भने यो के विशेष त बालबालिकाहरूलाई पनि बालबालिकाहरूलाई लक्षित गरेर निर्माण गर्नुभएको हो।
त्यसले गर्दाखेरि भारतीय नाकासँग रहेका बङ्गाल सिक्किम बिहारका स्कुलबाट लिएर आउँदाखेरि स्कुलहरूलाई हामीले छुट्टै प्याकेजहरू दिएका छौँ। फ्यामिली प्याकेजहरू पनि छ। कसैले एनिभर्सरी पार्टी गर्नुहुन्छ भने 40-50 जनालाई रुम स्टे गरेर चाहिँ अच्छा एनिभर्सरी पार्टी पनि हुन्छ यहाँ? हुन्छ हजुर हुन्छ। बर्थडे पार्टी पनि वेडिङ एनिभर्सरी सबै हुन्छ। हामीले कोही स्कुलबाट चाहिँ शैक्षिक भ्रमण आउँदाखेरि 150, 200, 300 जना विद्यार्थीहरूलाई सुत्न र खेल्न र एक दिनको व्यवस्था टुर प्याकेजको लागि आउँदाखेरि सभा सम्मेलनदेखि वेडिङ सेरेमनी सबै हुन्छ? सबै हुन्छ र यी सबै हामी कार्यक्रमहरू र सेवा राम्रो किसिमको सेवा पनि दिन सक्छौँ। हामी उहाँहरूलाई दिने सर्भिसमा कुनै कमजोरी हुँदैन नगरिकन नै र सबै हलहरू हाम्रो के अरे राम्रो छन्। हजुरहरूले यो भिडियो मार्फत हेर्न पनि सक्नुहुन्छ। अच्छा हाम्रा दर्शकहरूलाई एकपल्ट बताइदिनुहोस्, जस्तै भारतीय सीमा क्षेत्रका हाम्रा भ्युवर्सहरू हाम्रा फलोवर्सहरू जतिजना पनि यहाँ हाम्रो भिडियो हेरेपछि जुन एउटा उत्सुक हुनुहुन्छ उहाँहरू आउनलाई, उहाँहरू आउँदाखेरि कसरी आउनुपर्ने, रुट कसरी आउनुपर्ने त्यो अलिकति बताइदिनुहोस् न हामीलाई। हजुरहरूलाई मैले यो कुरा भन्न पाउँदा खुसी पनि लागेको। काँकरभिट्टा र यो झिलझिले भन्नुभयो नि होइन, झिलझिलेको डिस्टेन्स कति छ किलोमिटर? झिलझिलेबाट काँकरभिट्टा 32 किलोमिटर छ। झिलझिले बजारबाट दक्षिण 400 मिटर दक्षिणमा वाटर किङडम पार्क अवस्थित छ। यो त्यति टाढा पनि होइन। अहिले बाटो बन्ने र डाइभर्सनहरू धेरै भएकाले अहिले केही समय अलिक गाह्रो होला, तर पछि चाहिँ हाइवे बनिसकेपछि धेरै टाढाको लोकेसन पनि होइन यो। हजुर अब मैले 32 किलोमिटरको डिस्टेन्समा छ हजुर। काँकरभिट्टाबाट 32 किलोमिटरमा झिलझिले पर्छ। अच्छा त्यस्तो कुनै सुविधा छ तपाईँहरूसँग? जस्तै काँकरभिट्टा उताबाट पारीबाट आउने जस्तै तपाईँहरूको ग्राहकहरू हुनुहुन्छ उहाँहरूलाई काँकरभिट्टाबाट रिसिभ गरेर आउने त्यस्तो यातायातको सुविधाहरू त्यस्तो केही छ यहाँबाट तपाईँहरूकोबाट? अहिले पार्कले नै चाहिँ गरेको छैन। हामीले पार्कबाट 2-3 बस राख्ने भन्ने छ। जस्तै अरू अस्पतालहरूले त्यो सेवा गरिरहेछ नि, मबाट पिक गरेर लिएर आउने यहाँ ड्रप गर्ने आफ्नो उसमा अस्पतालतिर त्यो छ नि, त्यस्तो छ कि छैन तपाईँहरूको? त्यो अहिलेसम्म हामीले गरेको छैनौँ। हाम्रो उद्देश्यभित्र चाहिँ राखेका छौँ। अच्छा यो वाटर किङडम पार्कभित्रको जुन चाहिँ त्यो के स्लाइडरहरू छ नि, त्यो स्लाइडहरू चाहिँ मतलब पूर्वी यो नेपालको पूर्वी भेगमा भएको यो पहिलो हो? यो वाटर पार्क के भन्नुहुन्छ? लगभग नेपालमा जति हाम्रामा स्लाइडहरू छन् 5 स्लाइड छन् त्यो बेग्लै किसिमको इन्जोय दिने किसिमका छन्। 5वटा छुट्टा छन् र हाम्रो आगामी फेरि हामी 3 अलिक ठुला खालका स्लाइडहरू थप्ने अवस्थामा पनि छौँ। पछि थप्ने योजनाभित्रमा छौँ। अझै थप्ने योजनामा हुनुहुन्छ तपाईँहरू? हामी केही थप्ने अवस्थामा पनि छौँ। त्यो हजुरहरूलाई त्यो भिडियो मार्फत आवश्यक परेदेखि केही 3Dहरू पनि हामी दिन सक्छौँ। र अहिले चाहिँ के अरे 5वटा स्लाइड छन् बच्चाहरूको लागि 6x6 र एउटा किड्स भन्ने छ। साना बच्चा यहाँ अढाई वर्षदेखि लिएर लगभग 60-65 वर्षसम्मको मान्छेलाई लक्षित गरेर सबै सुविधाहरू र सबै खेल्न सक्ने अनि स्विमिङ ट्रेनिङ गर्नको लागि अन्तर्राष्ट्रिय स्तरको चाहिँ मिनी स्विमिङ पुल पनि साइजको स्विमिङ पुल पनि छ हाम्रो। र पानीको व्यवस्थामा हामीले एकदम साह्रै हाम्रो शरीर हामी पौडी खेल्ने भन्ने बित्तिकै हामी लुगा खोलेर चाहिँ पानीमा प्रवेश गर्दाखेरि पहिलो प्रश्न उठ्छ पानी सफा छ कि छैन भन्ने। सफा छ कि छैन, पानी कस्तो छ, र भोलि त्यहाँभित्र चाहिँ पौडी खेलेर गइसकेपछि कुनै एलर्जीहरू आउन सक्ने सम्भावना, एलर्जी आउँछ कि भन्ने चाहिँ तपाईँहरूले कुनै किसिमको सन्देह नगरिकन आउनु होला। हामीले लगभग ठुलो खर्च गरेर वाटर ट्रिटमेन्ट प्लान्ट छ। त हजुरहरूले आएर पानी हेर्ने बित्तिकै यो प्लान्टबाट र राम्रो फिल्ट्रेसन गरेर चाहिँ ट्रिटमेन्ट युक्त पानी रहेछ भन्ने कुरो चाहिँ हजुरहरूले त्यहाँबाट मैले त्यो प्लान्टबाट तपाईँहरू प्रशोधन हुन्छ पानी प्रशोधन भएर फेरि त्यो पुलमा जान्छ के हो? हाम्रो कस्तो हुन्छ भने छेउमा घटर छ, त्यो पानी पुलमा भरिएपछि त्यो घटरको माध्यमबाट चाहिँ बेलेसिङ ट्याङ्कमा जान्छ। बेलेसिङ ट्याङ्कबाट फिल्टर भएर त्यहाँ आउँछ र कुनै फोहोरहरू पशु अब स्लाइडभित्र कसैले फोहोर गर्न पनि सकेको हुन्छ। त्यस्तो फोहोर पानीहरूलाई चाहिँ ब्याकवासको माध्यमबाट त्यो फिल्टर हुने क्रममै त्यसलाई आउटलेटतिर फ्याँकिदिइहाल्छ। त्यसले गर्दा पानीमा फोहोर पनि हुँदैन। हामीले पिउन लायकको पानी भन्दा पनि राम्रो हुन्छ हाम्रो। अत्याधुनिक तकनिकी छ तपाईँहरूसँग, अत्याधुनिक तकनिकी भन्नु पऱ्यो होइन? अच्छा यसको लागि चाहिँ जस्तै वाटर किङडम पार्कमा आउँदा प्रवेश शुल्क अरू चार्जहरू के छन् त्यो पनि बताइदिनुहोस् न। हामीले वाटर पार्कका सबै आइटमहरू खेल्ने हुँदाखेरि पानी सम्बन्धी अहिले कम्बो प्याकेज लिनुपर्ने हो कि अथवा त्यो स्विमिङको मात्रै लिनुपर्ने हो कि अथवा के छ त्यो? हामीले 2-3 प्याक तरिका चाहिँ के छ बनाएका छौँ। पानीमा को लागि चाहिँ पर पर्सन 500 रुपिस लिन्छौँ पानीमा खेल्नको लागि। हामीले जिप साइकलको लागि छुट्टै पे गर्नुपर्छ। स्विमिङ पुल मात्रै गर्छौँ भन्दाखेरि 300 रुपियाँ तिरेर
स्विमिङ पुलमा मात्रै गर्छु भन्दा पनि हुन्छ। अच्छा, स्विमिङ पुलको चाहिँ 300 रुपियाँ, त्यहाँबाट अरू 500 रुपियाँ चाहिँ अरू त्यो स्लाइडरहरूको लागि भयो? हजुर, अब एउटै मान्छेले म यो दुइटै खोल्छु भन्दा दुइटै प्याकेज लिनु पनि पायो? हजुर, पायो। त्यो स्विमिङ पुलको लागि 500 रुपियाँ तिर्यो भने स्विमिङ पुल पनि खेल्न पायो हो। हजुर, यता पार्कमा पनि भयो। र कोही चाहिँ म स्विमिङ पुल मात्रै गर्छु भन्दा चाहिँ 300 रुपियाँ पे गरेर स्विमिङ पुल पायो। तर जिप लाइन, जिप साइकल र चाहिँ त्यो चाहिँ एक्स्ट्रा भयो। त्यो चाहिँ हामी स्विमिङ पुलभित्र आएको मान्छेलाई 50% डिस्काउन्टमा खेलाउनु चाहिँ खेलाउँछौँ हामी चाहिँ। अच्छा, यत्रो तपाईँले ठुलो लगानी गर्नुभएको छ, एउटा संरचना, यत्रो एउटा भव्य संरचना पनि निर्माण गर्नुभएको छ। यो कन्सेप्ट चाहिँ तपाईँलाई कहाँबाट आयो? पहिला चाहिँ फर्स्टमा चाहिँ क्लिक चाहिँ कहाँबाट भयो? यो यस्तो, म बाहिरदेखि एउटा देश बसेँ, घुमेँ, मैले धेरै कुराहरू देखेँ। मान्छेलाई एउटा मान्छे स्वस्थ हुनको लागि उसले धेरै स्वस्थ मनोरञ्जन पनि गर्न जरुरी हुन्छ। र पानी चाहिँ अझै हाम्रो नेपालको सन्दर्भमा भन्नुपर्दा नेपाल जलस्रोतको धनी, ल्यान्डलक कन्ट्री पनि हो। समुद्र जोडिएको छैन, समुद्रको आवास गर्न पाएको छैन। हाम्रो वेभ पुल छ, वेभ पुलमा समुद्रकोमा एउटा खेलेको आवास पनि होस्। र पानीमा खेल्न जस्तै आनन्द समुद्रैसँग फेरि जोडिएका मुलुकमा गए पनि म जहाँ जाँदा पनि वाटर पार्कहरू मैले जहिले प्रयोग गरेको छु। त्यसले गर्दा सबैभन्दा आनन्द, धेरै आनन्द चाहिँ पानीसँग खेल्न आउँछ जस्तो मलाई लाग्छ। मैले त्यही आशा राखेर चाहिँ र हाम्रो नेपालको पर्यटन क्षेत्रमा पनि हाम्रो पूर्वी बेल्टतिर चाहिँ तेस्रो मुलुकका मान्छेहरू नआउने, अनि किन नआउने भनेर उनीहरू बुझ्दा यहाँ राम्रो राम्रो प्रचार बस्ने र सस्तो मनोरञ्जन दिने चाहिँ संस्था नभएको कारणले गर्दा नआएको भन्ने कुरो बुझेर चाहिँ यो नेपाल भ्रमण वर्षलाई नै लक्षित गरेर गरेको थियो। तर अब कोभिडका कारणले गर्दा, हरेक कारणले गर्दाखेरि यसलाई अब हामीले अलिकति जुन उद्देश्य, जुन टार्गेट हो त्यो टार्गेट मिट गर्न सकेका छैनौँ। तर हामी यसलाई हामी कन्टिन्यू लागेर र तपाईँहरूको साथ सहयोगको अपेक्षा राखेर र यो जति यहाँ हाम्रो पार्कमा आउनुभएको छ उहाँहरूलाई हामीलाई धेरै श्रद्धा पनि धेरैजनाले, मलाई धेरै खुसी लाग्यो। धेरै यहाँ भएका आइटमहरू सबै राम्रो आइटमहरू हुन् भनेर उहाँहरूको फिडब्याक पनि राम्रो छ। फिडब्याक राम्रो आइरहेको छ? हजुर, एकदम राम्रो छ। अरू जस्तै अब यहाँबाट लोकलदेखि बाहिर अरू कहाँ टाढाबाट कहाँबाट आउनु भएको छ? जस्तो केही रेकर्डहरू राख्नु भएको छ तपाईँ? रेकर्ड अलि छ हामीसँग। सिक्किमबाट धेरै नै आउनुभएको छ। अनि हाम्रो बङ्गालको साइड लगभग नक्सल सीमावर्ती क्षेत्रबाट पनि, र यता इन्डियाको बिहारको यो रक्सोल भन्छ यो साइडबाट पनि, दक्षिण साइडबाट पनि निकै ग्राहकहरू आउनुहुन्छ हरेक वर्ष। अच्छा, अन्तिममा अब फेरि एउटा लास्टमा कुरा गरौँ। अब तपाईँले कसरी अपिल गर्नुहुन्छ हाम्रो च्यानलको माध्यमबाट भारतीय सीमा क्षेत्रका जति पनि इच्छुक मानिसहरू हुनुहुन्छ, स्कुले केटाकेटीहरू हुनुहुन्छ होइन, त्यसपछि अरू अब समर भ्याकेसन आउनु आँट्यो, विकेन्ड आउनु आँट्यो, समर भ्याकेसन आउनु आँट्यो, उहाँहरूलाई कसरी आकर्षित गर्ने र के कुन तरिकाले चाहिँ आफ्नो अपिल गर्नुहुन्छ? एकपल्ट अपिल गर्नुहुन्छ। म हजुरहरू सबै जो एउटा नेपालमा रहेको वाटर किङडम पार्क भिजिट गर्ने उद्देश्य राखेर हाम्रो भिडियो हेर्नु पर्यो। यसको माध्यमबाट आउनुहुने सम्पूर्ण ग्राहकलाई दुई हात जोडेर के अनुरोध गर्न चाहन्छु भनेदेखि हामीले तपाईँहरूलाई आउँदाखेरि कुन किसिमको प्याक चाहिने हो, तपाईँहरूलाई दिने सर्भिस, तपाईँहरूलाई बस्नेदेखि लिएर खाने बस्ने सबै सुविधाहरू एकै ठाउँमा एकैसाथ भएकोले गर्दा तपाईँहरू 1 नाइट 2 नाइट 3 नाइट स्टे गरेर वाटर पार्क राम्रो घुमेर यहाँबाट धेरै लाभहरू लिन सक्नुहुने अवस्थाहरू पनि छन्। यहाँ हेर्ने कुराहरू पनि के राम्रो छ, खेल्ने कुरा पनि छ, बस्ने कुरा पनि छ। एकै ठाउँमा यो पाउनाले गर्दाखेरि तपाईँलाई केही छुट आवश्यक परे, अनि कुनै समूहहरू आए, कुनै स्कुल आए, कुनै स्कुल कलेजका विद्यार्थी कलेज स्कुलबाट आउँदाखेरि, कुनै सङ्घ संस्थाबाट आउँदाखेरि, कुनै सरकारी अफिसबाट एउटा ग्रुप बनेर आउनुभयो 50-60 जना सम्म आउनु भने हामी रुममै बसाउन पनि सक्छौँ। होइन, हामी हलमा चाहिँ बेग्लै लेडिज सेन्स बेग्लै हलमा बसेर गर्छु भन्नु भने 250-300 जनालाई पनि हामीले यहाँ राखेर चाहिँ सर्भिस दिन सक्छौँ। खेल्ने ठाउँ पनि छ, बस्ने ठाउँ पनि छ। तपाईँले 1 नाइट 2 नाइट स्टे गरेर एकदम आनन्दपूर्वक इन्जोय गर्ने ठाउँ छ। र हरेकलाई यो वाटर पार्क एकखेप छ हजुरहरूले के अरे भिजिट गरेर आनन्द लिदिनु हुन यो वाटर किङडम पार्कको तर्फबाट सबैलाई हार्दिक अपिल र अनुरोध पनि गर्दछु म।
हस्त दर्शकवृन्द र अहिले हामी कुराकानी गरिरहेका थियौँ वाटर किङडम पार्क झिलझिले स्थित वाटर किङडम पार्कका प्रोप्राइटर राजकुमार सङ्ग्रोलाजीसँग। उहाँको ठुलो लगानी अनि सुन्दर संरचनामा निर्माण भएको यो वाटर किङडम पार्क अहिले पूर्ण रूपमा सञ्चालित छ र हामी आग्रह गर्न चाहन्छौँ हाम्रा भ्युवर्सहरू, हाम्रा फलोवर्सहरू जतिजना पनि हुनुहुन्छ, सब्सक्राइबरहरू हुनुहुन्छ, उहाँहरूलाई पुनः एकपल्ट हामी अपिल गर्न चाहन्छौँ, यदि यो तपाईँहरूले भिडियो हेरिराख्नु भएको छ भनेदेखि एकपल्ट अवश्य पनि एकपल्ट झिलझिले स्थित वाटर किङडम पार्कमा अवश्य आउनुहोला। एकदम ठुलो संरचना, सुन्दर संरचनामा निर्माण गरिएको, आफ्ना बालबच्चा, केटाकेटी र आफ्ना परिवारहरूसँग आएर यहाँ अवश्य इन्जोय गर्नुहोला भन्ने आग्रह गर्दै अहिले बिदा चाहन्छु। हस्त, नमस्कार।